हेलो गाइज वेलकम बैक टू माई न्यू ब्लॉग है ना। आज मेरो यो फर्स्ट ब्लॉग हो, फर्स्ट मेरो चैनल के फर्स्ट ब्लॉग हो है त गाइज। ल म चाहिँ अलि तलतिर जाँदैछु। मेरो यो अगाडिको च्यानल एउटा के भयो हैन, लाइभ स्ट्रिम भन्छ, लाइभ स्ट्रिम आफै बन्द भयो। प्लिज तपाईहरुलाई त्यो कसरी खोल्ने भन्ने थाहा छ भने प्लिज च्यानलमा कमेन्ट गरिदिनु होला भन्न चाहन्छु हैन। र अब अरु ब्लगमा भेट्दै गरौँ। तपाईहरुले मैले जानेको कुरा तपाईहरुले सिकाउँदै जानेछु र तपाईहरुले जानेको कुरा मलाई सिकाउँदै जानु। म एक्लैले आफै अगाडि एक्लै बढेर त काम छैन क्या, युट्युब पनि त युट्युब हैन। तपाईहरुले प्लिज साथ सपोर्ट गरिदिनु पर्यो है त। ल गाइजहरु म अहिले तल्लो घरमा जाँदैछु। ल प्लिज च्यानल लाइक हान्दिनु होला, सब्स्क्राइब हान्दिनु होला। मेरो यो च्यानलकै फर्स्ट ब्लग हो नि त। फर्स्ट ब्लग भन्दा अगाडि न सर्ट्स छ न के, फर्स्ट ब्लग फर्स्ट सर्ट्स जे भने पनि यही। ल गाइजहरु मलाई साथ सपोर्ट गरिदिनु पर्यो है त। एक युट्युबर बन्नु न होइन। ल के छ फाइनल्ली हाम्रो गाउँ चाहिँ एकचोटि सर्लक्कसँग देखाइदिने छु है त। ल हेर्नुहोस् यो चाहिँ हाम्रो सार्वजनिक मिल है त। सार्वजनिक मिल हामी सधैँ धान मकै कोदो गहुँ नै गर्छौँ है त। ल गाइजहरु यो चाहिँ हाम्रो लप्सी खोला भन्ने खोला हो, यसको नाम लप्सी खोला हो। ल अहिले म त्यो घरमा पुग्न आँटेँ होइन। गाइजहरु अरू भ्लगमा भेटौँला। तपाईहरुले जानेको कुरा मलाई सिकाउँदै गर्नु होला र मैले जानेको कुरा तपाईहरुले सिकाउँदै जानेछु होइन। ल गाइजहरु भन्दै यो ब्लगबाट म बिदा हुन चाहन्छु, तर तपाईहरुले च्यानल सब्स्क्राइब र लाइक चाहिँ अवश्य पनि गरिदिनु होला। ल है त गाइजहरु, ओके अर्को ब्लगमा भेटौँ। ल म चाहिँ फाइनल्ली अघि घाँस काट्न थालिसकेको छु। तलको घरमा पुगेर आएर होइन, यस्तो गर्मी छ कि आम्म के कुरा गर्नु। तपाईहरुतिर कस्तो छ? अझै मकै बारीमा छु। हेर्नुहोस् मकै हेर्नुहोस् अलग्गसँगले यस्तो गर्मी छ कि लास्ट गर्मी छ क्या। तपाईँहरुकोतिर कस्तो छ कमेन्ट गर्नु होला। ल अहिलेसम्म कसले यो भ्लग हेर्नु होइन यहाँसम्म, उहाँहरूलाई भेरी भेरी थ्याङ्क यू भन्न चाहन्छु। ल एन्ड अरू भिडियोमा पनि भेटौँला अरू भ्लगमा। अब फाइनल्ली एक डोको पुऱ्याउनु पर्ने छ कहाँ है त। ल गाइज टाटा, ओके अर्को भ्लगमा भेटौँ ल।